हेलो सो गुड मर्निङ गाइज। आज चाहिँ हामी है नेपाल पशुपति बागबिरेतर्फ जाँदैछौँ। त्यहाँ गरेर अब रेडी हुन लागिरहेका छौँ है। सबैलाई आजको एकदमै बागबिरेको तपाईँहरूलाई दृश्यहरू चाहिँ म देखाउने छु। बागबिरे ठाउँ पशुपतिदेखि अलिक अगाडि गएर उँधो डाउन झर्नुपर्नेछ। सो तपाईँहरू हेरिरहनुहोस्। तपाईँहरूलाई राम्रो लाग्छ भने यसो लाइक कमेन्ट सेयर पनि गर्दै गर्नुहोस् है। चिच्चा नगर्नुहोस् है, लाइक कमेन्ट सेयर गर्नुहोस् है। यो चिच्चा कतिवटा नहुने कुरामा चिच्चा गर्दा त हामी गोर्खा जाति बिग्रिन्छ त। सो गाइज ल हेर्दै जानुहोस्। रेडी भइसक्यो। अनि यहाँ अझै पनि यहाँ हाम्रो श्रीमतीज्यूले चाहिँ अझै पनि डेकोरेसन हालेको छ। छोरा फेरि कता गएको तयार हुने बेला। सो गाइस आज चाहिँ अब हतार हुन्छ होइन। हतारमा सर्टकट चाहिँ अब यो हो। यसलाई चाहिँ अब उहिले चाहिँ भुटेको भात भन्थ्यो, तर अहिले चाहिँ अब मोडर्न जमाना छ होइन। यसलाई चाहिँ फ्राई राइस भनिदिन्छु क्या। सो गाइस फ्राई राइस खाएर चाहिँ अब सुई लु अब चाहिँ हिँड्यौँ होइन। हिँड्दाखेरि अब यो पोका पत्री त छँदैछ। ल गाडी पर्खिरहेको छौँ। गाडी पनि आयो। यात्रा अब सुरु। यसो छ भने सल्लाह मिलाउँ न। आइपुग्यो होइन। जाँदैछौँ जोरबङ्गला आइपुग्यो हामी। गुरुजीले हाकेको छ फेरि हेन्सम छ गुरुजी। खाली पनि छ, ब्ल्याङ्क पनि छ, फेरि कसै पनि अलिकति छ भन्छ है। अरे बागबिरे जाँदैछ है। के छ भन्नु भन है। के छ? कति वर्ष बाद गएको रे बागबिरे? कति वर्ष बाद? फर्स्ट टाइम गएको। फर्स्ट टाइम हो। गएको छैन है योभन्दा पहिला? सो हामी पनि फर्स्ट टाइम जाँदैछौँ। काले पनि फर्स्ट टाइम हो। फर्स्ट टाइम बागबिरे पशुपतिदेखि अलिक अगाडि गएर चाहिँ त्यहाँबाट डाउन जान्छ होइन। सरन्दा पनि फर्स्ट टाइम हो। कस्तो लागिरहेछ? कस्तो लाग्छ त? कस्तो कस्तो छ होला भन्ने एउटा जिज्ञासा भइरहेछ। भनालाई के भने अरे सुइका दिदीले? के भन्यो? दिदी आउँछ कि बहिनी आउँछ भने? बहिनी आउँछ कि दिदी आउँछ घरमा भन्छ। सो आज चाहिँ जाने मौका पायो। सो त्यहाँको दिदी अनि दाजुले पनि बोलाएको जुरेकै थिएन। तर आज चाहिँ अब एउटा उहाँको एउटा छोराको वर्तमान हुनाले गर्दा चाहिँ आज त सायद जुरेर चाहिँ हामी जाँदैछौँ। सो गाइज अगाडि देखाउँछौँ। अहिले भने चाहिँ जोरबङ्गलामा जाम परिरहेको छ। दार्जिलिङले गर्दा त हामी जाम भयो। जाममा पऱ्यो। त्यही त रोक्नुपर्छ नि केटीले। चाहिँ अब लेप्चा जगतको धुपीघारीमा चाहिँ टुरिस्टहरू पुरा बसिरहेको छ। दोकानहरू पनि एकदमै राम्रो र यति धुपीघारीले गर्दा पनि यति साह्रो दोकान व्यवसाय चलिरहेछ एकदमै। टुरिस्टले गर्दा चाहिँ अब के कतिको एउटा पाहाडलाई होइन बेरोजगार मुक्त गरिरहेको छ भनेदेखि चाहिँ यहाँ त्यसले गर्दाखेरि चाहिँ यो बेरोजगार मुक्तको लागि चाहिँ यहाँ एकदमै टुरिस्टहरू लागिरहेको छ, आइरहेको छ। अनि त्यसले गर्दाखेरि चाहिँ एकदमै छैन मोमो। यो फ्रेस मोमो हो। सुप हेर्नुहोस्, हाम्रो लोकल गाईको घिउ हालेर बनाएको छु। गाईको घिउ हालेको हुन्छ यसमा है? हजुर। यसमा पनिर पनि मोमो कसरी डबल बेच्छ तपाईँ? हाम्रो कुरा 50 मात्रै। 50 है। राम्रो। टिम्बुरको चटनी के ठाउँ भन्छ यसलाई त? लेप्चा जगत पाइनपुर। यो टिम्बुरको चटनी हो गुरु। टिम्बुरको चटनी है। तपाईँलाई कस्तो लाग्यो? प्योर अर्ग्यानिक। एकदम दामी। हेर्नुहोस् त एकदम दामी छ। दामी छ है। सुप पनि दामी। सुप पनि दामी छ। र तपाईँलाई मैले देखाएँ लेप्चा जगतको होइन, जो चाहिँ यो टुरिस्ट आउँदाखेरि है धुपीघारीमा
केही थिएन धुपी गाडीमा पनि आज हामीलाई 20 रुपियाँ टिकट पर हेड पर्छ भनेदेखि अनि त्यसमा 10-15वटा दोकानहरू एउटा व्यवसाय है सबै राम्रोसँगले चलिरहेको छ एउटा बेरोजगार मुक्त भइरहेको छ यसरी नै हाम्रो पहाड राम्रो छ होइन एकदमै सुविधा है अनि यसै पनि राम्रो पहाड है यहाँ सुगन्ध चाहिँ पनि अलिकति हामीले परिश्रम गऱ्यौँ र अलिकति जग्गालाई साफसफाइ राखेर अलिकति टुरिस्ट आउने खालको बनायो भने चाहिँ यस्तो हुन्छ है सिमाना भ्यू पोइन्ट यो पारिपट्टि चित्र हेर्नु कहाँ चाहिँ हामी पशुपति आइपुग्यो हामी भने अहिले चाहिँ पशुपति गेट आइपुगिसकेका छौँ अनि यहाँ तपाईँले पछि देख्नु भइरहेछ पशुपति गेट यो चाहिँ नेपाल छिरिसकेको छ अनि हामीले यहाँ चाहिँ सबै लाइसेन्स आरसी सबै इन्ट्री गर्नुपर्ने हुन्छ इन्ट्री गरेर चाहिँ अब हामी फेरि लाग्दैछौँ म चाहिँ आमा छोरा फेरि अलिकति सपिङ के किनेको पनि पशुपति गेट चाहिँ हामी नेपाल चाहिँ यहाँ काट्नुपर्ने हुन्छ यहाँ काट्नुपर्ने हुन्छ तपाईँलाई र फेरि हामीले यहाँ चाहिँ सुविधा काट्यौँ सुविधा काटेर चाहिँ फेरि 50 रुपियाँमा अब बागबिरे जाँदैछौँ सो गाइस तपाईँहरू यहाँ नजिकको लागि यहीँ आउनुभयो भने चाहिँ एक दिनको लागि चाहिँ सुविधा काट्नुहोस् र यहाँ कन्याम काटेर जानु पऱ्यो भने त तपाईँले भन्छ र बाटोमा ट्याक्स पनि दिनु पऱ्यो पर्मिट पनि काट्नुपर्ने हुन्छ इन्डियाको 20 नेपालको चाहिँ अहिले म्युनिसिपालिटीको पनि इन्डियाको 20 रुपियाँ नेपालको 30 रुपियाँ दिनुपर्ने रहेछ यस्तो रहेछ है हामी यो पशुपति चाहिँ फर्स्ट टाइम भएकोले गर्दाखेरि चाहिँ अब यहाँबाट चाहिँ बागबिरे जाने ओह्रालो चाहिँ हामीलाई त्यति थाहा छैन सोध्नुपर्छ यहाँ होइन सोधेर चाहिँ हामी लाग्नुपर्ने हुन्छ बागबिरे चाहिँ अब यहाँबाट चाहिँ हामी जानुपर्ने रहेछ ओह्रालो बागबिरेपट्टि कुद्ने गाडी चाहिँ यस्तो रहेछ नि बिरेपट्टि लाग्ने ओह्रालो ओह्रालो भन्दै थियो अन्धा पङ्गुली नेटवर्क पनि छैन यो चाहिँ के खराम गरे ले ए लाग्यो भनेको बागबिरेको बाटो चाहिँ अब वाइट पिच रहेछ नि त सेतो पिच होइन सेतो पिच बागबिरेको बाटो र हैकाले कस्तो रहेछ बाटो पुगुङ हेरी के अरे बस्तीको बाटो हेरी त राम्रै हो सुगाइ पुगुङको बाटो पनि योपालि बन्दैछ ल 13.6 किलोमिटर छ है जसलाई चाहिँ 13 करोड 6 लाख समथिङमा चाहिँ अब टोटली बनिँदैछ मङ्पुदेखि पुपुङ रोडसम्म बाटो भन्ने चाहिँ यस्तो हो नि त अब कोही बेला हामी अर्को ठाउँ गएको बेलामा त्यो बाटो राम्रो हुन्छ त्यो बाटो बिग्रेको बेला हाम्रो बाटो राम्रो हुन्छ बाटो भने त बिग्रिरहन्छ बनिरहन्छ नि त्यो बिग्रेन भने त बिचरा अन्त बाटो बनाउनेहरूको बिजनेसै हुँदैन नि त बाटो बिग्रेन यो हो नि त काम पाउँदैन नि त बिचरा यस्तो बुद्धिमानी छ मेरो बुढी यो डक्टरले बटम लाग्छ भयो बटम यो तल काट बिग्रायो गाई कत्रो कत्रो रहेछ यहाँ भित्र यस्तो त सिक्दा कस्तो काले कस्तो रहेछ रे नेपाल गाई देखाएको कालेको यताबाट लेखेको यहाँबाट लग्यो भने त राम्रो हुन्छ नि कालेलाई अब घरमा दुःख हुँदैन आमा बाउलाई काम गर्ने सघाउने अब त अहिले त त्यही हो है काले बिहा गऱ्यो भने त है खुसी छ है काले चाहिँ जुर्यो भने चाहिँ लाने भन्दैछ फेरि आज चाहिँ यो साइडको चाहिँ कामकारी हुन्छ भनेर क्या अब बस्ती साइड तल होइन नेपालपट्टिको काम गर्ने हुन्छ नि त इन्डियामा भन्दा त इन्डियापट्टि भन्दा चाहिँ होइन अल्छिनी हुँदैन हाम्रो पट्टिको त्यसले गर्दाखेरि चाहिँ हामी जाँदैछौँ ओह्रालो हेरौँ सोगाइ जाँच जुसै जुँदैन तपाईँले पनि यसलाई आशीर्वाद अनि शुभकामना चाहिँ व्यक्त गर्दै गर्नु ठिक कालेको एउटा जुरोस् सिभान्सहरू यहाँ छ उतल रहेछ ऊ घर गाडी त यतै राख्दो रहेछ त हिँडौँ न अब उतल बाटो रहेछ रहेछ कहाँ गाडी जान्छ होला शुभ
उपनयन भन्दो रहेछ है आयुष पाण्डेको भन्छ नेपालीमा चाहिँ वर्तमान भन्छ होइन प्लेमा छ बागबिरेमा चाहिँ राजीव भक्तसँग चाहिँ भेट भिडियो बनाउनु दाजुभाइ रहेछ हामी चाहिँ अलिकति खानामा भिड भएकोले गर्दा चाहिँ हामी अलिकति तल आयौँ जहाँ चाहिँ दिदीको चिया बगानको यहाँ हेर्नुहोस् त दार्जिलिङमा नि यतिको चियापत्ती चाहिँ आएको छैन होला अब यो नेपालको निजी दिदीको घरको चियापत्ती त अब यस्तो दामी आइरहेछ अरे नयाँ साहेबले चियाबारी हेर्दैछ हजुर कस्तो रहेछ हो साहेबजी चाय बगान दामी छ है खानाको लागि एकदम वेटमा बसिरहेछ अर्काले हामी त यता अटो सेवा बागबिरे अटो सेवा भन्ने चाहिँ चल्दो रहेछ यहाँबाट चाहिँ पशुपतिसम्म चाहिँ ल आजको बागबिरेको यात्रा पनि सक्यो बागबिरेको यात्रा पनि सक्यो